ब्याक टु माई च्यानल। आज म फेरि पनि हिँडेको छु बौद्ध होइन, बौद्ध गएर फेरि ब्याङ्कमा हिँडेर आज मात्र मेरो 5वटा ब्याङ्कमा जाने पनि काम छ क्या। गाडीमा चढेर जान्छु गाइज, गाडी यहाँ अगाडि छ, बौद्धसम्म गाडीमा जान्छु। म गाडीमा आइसकेँ। यहाँबाट चाहिँ म गाडीमा जाँदैछु बौद्धसम्म होइन। गाना बजिरहेको थियो, म त कति माथि आइज थाहा नै भएन होइन। ब्याङ्क धेरै तल स्याहार हिँड्नुपर्ने हो, गाना बजिरहेको थियो, गाना धुनु बसेर हिँडिरहेको थिएँ। तर ब्याङ्क कटेर कहाँ माथि आइसक्छु मलाई पनि थाहा भएन। एउटा ब्याङ्कमा आइसकेको छु अहिले होइन, अब अझै बाँकी छ चाँडा। आइसकेछु म भाटभटेनी होइन। यहाँ भाटभटेनीमा नि मेरो सानो काम छ, फेरि त्यही ब्याङ्किङ काम हो। गाइस यो काम पनि सकिसकेको छ मेरो होइन। साथै ब्याङ्कको काम पनि सक्यो, अब अर्को ब्याङ्क जानुपर्ने छ, अर्को एनआइएमले जानुपर्ने छ होइन। भाटभटेनीको सक्यो, अब केवल टावर जानुपर्ने हुन्छ म चाहिँ होइन। सो गाइस म चाहिँ अब भाटभटेनीबाट सिधै आइसकेको छु क्या अल्टा हो। गाइस लिफ्ट चढ्यो भन्ने चाहिँ देखाएको चाहिँ होइन है, देखाएको चाहिँ होइन है। पहिले चाहिँ लिफ्ट चढ्यो भनेर देखाएको होइन, मैले भिडियो मात्र बनाएको। त्यस्तो नसोच्नु होला नि फेरि। ब्याङ्कमा अर्को ब्याङ्कमा आइसकेको छु होइन, केवल टावरमा। अनि यहाँबाट ब्याङ्कमा जाँदैछु अब चाहिँ। ब्याङ्क गएर काम सकेर फेरि अर्को ठाउँमा जानुपर्ने हुन्छ। मेरो काम यस्तै हो हिँडेर नि। अब काम पनि सक्यो होइन, अब फेरि मेरो अर्को ठाउँमा लाग्यो। सो मेरो यहाँको काम पनि सक्यो फाइनली। अब अर्को ठाउँमा जानु खोजिरहेको छु होइन। एउटा काम सक्यो, अब लगभग अन्तिम कामको अन्तिम आइसकेको छु। गाइस अनि मेरो काम चाहिँ यस्तै हो क्या, कहिले यता कहिले उता होइन। आज त अझै कम भयो। अब एउटा लास्ट एउटा काम बाँकी छ होइन, त्यसले चाहिँ अनि सक्यो। सो मेरो काम चाहिँ अनि दिनभरि हिँडिरहनुपर्छ क्या कहिले काहीँ। यो त आज अलिक कम भयो होइन। अहिले अब चाहिँ म फेरि नोबेल ब्याङ्कमा हिँडिरहेको छु। अहिले चाहिँ म आइसकेको छु यहाँनिर मित्र पार्क होइन। बौद्ध पुगेँ, बौद्धबाट केबल टावरबाट भाटभटेनी, भाटभटेनीबाट अहिले फाइनली म चावेल आइसकेको छु। चावेलबाट चाहिँ मित्र पार्क आइसकेको छु अहिलेको लागि। यहाँ नोबेल ब्याङ्कमा हिँडिसकेको छु, त्यहाँबाट काम सक्छु। मेरो काम सक्यो होइन गाइस। कामको लागि गएको म यहाँ के अरे नेभिल ब्याङ्कमा, तर नेभिल ब्याङ्क 3 बजे बन्द भइसकेको रहेछ होइन। अनि अहिले चाहिँ म फर्किसकेको छु। अनि मलाई त्यहाँ काम आइसक्यो, फेरि अर्को काम सानोतिर। मेरो काम बिर्सेछु यार, त्यहाँबाट एउटा सामान लिएर जान्थ्यो, झन्नै बिर्सेको यार। अलिकति सामान लानु थियो, त्यत्तिकै हिँडिरहेको बिर्सेर यस्तै हुन्छ क्या कहिलेकाहीँ त। कामको प्रेसर यति हुन्छ नि, लाने सामान पनि बिर्सेर हिँडिरहेको यार, झन्नै मारेको रहेछ। यसरी बिर्सेर हिँडेको सामान त अनि कामको धुनमा यस्तै त हो नि, कहिले बिर्सिहाल्छ नि। यहाँबाट लानु थियो मलाई अलिकति सामान। दिदी
मलाई कोलिङ 2टा अनि स्प्रिट के भन्ने हुन्छ नि त्यो हाल्दिनँ 4-5 वटा गर्मी हो आज गाइस मेरो काम चाहिँ यस्तै छ क्या कहिलेकाहीँ चाहिँ बस्नै पाइँदैन कहिलेकाहीँ चाहिँ कुकुर मोज हुन्छ होइन यस्तै हो अहिले भर्खर कलेज जान पाएन म चाहिँ अहिले फेरि हिँडिसक्नु पऱ्यो अर्को काम आइहालेको इमर्जेन्सी कामले गर्दा चाहिँ म चाहिँ हिँडिसक्नु पऱ्यो होइन यो इमर्जेन्सी कामले गर्दा चाहिँ म हिँडिहाल्नु पऱ्यो होइन एकछिन बस्न पाइँदैन कहिलेकाहीँ फेरि कुकुर मोज हुन्छ कुकुर मोज 1 महिना काम हुन्छ 1 महिना कुकुर मोज त्यस्तो खालको काम हो कि यो मलाई चाहिँ एकछिन बस्न पाइँदैन कहिलेकाहीँ चाहिँ होइन इमर्जेन्सी काम परिहाल्छ कहिलेकाहीँ चाहिँ यो आनन्दले बस्नु यो छुट्टी हो होइन त्यही हो मेरो काम चाहिँ यस्तै छ भन्नु पऱ्यो होइन बस्न पाएँ नि हिँडिहाल्नु पऱ्यो अहिले भर्खर त्यस्तो छ क्या के हो कहिलेकाहीँ ठिक लाग्छ कहिलेकाहीँ चाहिँ वाक्क लाग्छ काम गर्दा हिँड्दा होइन त्यस्तै हो काम भनेको अब अनि अहिले चाहिँ मेरो सबै काम सकिसक्यो होइन ब्याङ्कदेखि लिएर कहिलेसम्मको काम सबै सकिसक्यो अनि अहिले चाहिँ रुम जाँदैछु अनि छोटो मिठो मिनी भ्लग मात्र बनाएको थिएँ मेरो काम कस्तो हुन्छ भन्ने र होइन सो काम यस्तै हो होइन सो अनि युट्युबमा चाहिँ सपोर्ट गरिदिनु होला सपोर्ट देखिरहेको छैन मैले होइन धेरै सपोर्ट गरिदिनु होला तपाईँहरूले सकेसम्म सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यदि युट्युबमा जानु भएको छैन भने युट्युबमा गएर लिङ्क टिकटक बायोमा छ होइन मेरो ब्लगको नाम चाहिँ होइन एमआर कार्की ब्लग पनि छ होइन त्यसमा गएर कमेन्ट गरेर होइन सब्सक्राइब गर्न सक्नुहुन्छ एमआर कार्की ब्लगलाई सब्सक्राइब गरेर सपोर्ट गर्न सक्नुहुन्छ सो अहिले चाहिँ म रुम गइसकेँ होइन सो सपोर्ट थ्याङ्क यू फर द वाचिङ भिडियो सो प्लिज सपोर्टिङ गाइज बाई गाइज टुमारो नेक्स्ट ब्लगमा भेट्नुपर्छ है त अब